हेलो एभ्रिवान। आज पनि मैले तपाईहरुको लागि एउटा छोटो अनबक्सिङ भिडियोहरु बनाएर ल्याएको छु है। र मैले चाहिँ फ्लिपकार्टबाट एउटा टोट ब्याग मगाएको थिएँ नि त। अन्त मैले त्यो सामान रिसिभ गरिसकेको छु यहाँ हो। अनि म चाहिँ अब यसलाई अनबक्सिङ गर्दै छु र तपाईहरुलाई देखाउँछु कि कतिको क्वालिटी कतिको राम्रो आएको छ भनेर। हेर्नुस् है, ब्याग चाहिँ यतिको आएको छ। यो चाहिँ सिंगल कम्पार्टमेन्ट छ है। अन्त मलाई चाहिँ यो डेली युजको लागि चाहिएको थियो नि त। ड्युटी जाँदाखेरि सजिलो हुन्छ नि त यस्तो टोट ब्याग चाहिँ। तर मैले खासमा यो चाहिँ ब्ल्याकमा हेरेको थिएँ तर ब्ल्याकमा थिएन है। त्यसले गर्दा मैले यही चकलेट कलरमा मगाएको छु र मलाई यसको क्वालिटी राम्रो लाग्यो। अब क्वालिटीको कुरै गर्नु पर्दाखेरि यसको प्राइस चाहिँ खाली 376 और 86 समथिङ मात्रै हो है। त्यसले गर्दाखेरि त्यो प्राइस रेन्जमा चाहिँ यो चाहिँ राम्रो आएको हो। अन्त डेलिभरीको लागि एकदम कम्फर्टेबल छ। तपाईहरुले पनि मगाउन सक्नुहुन्छ है। यो एकदम कम्फर्टेबल हुन्छ। तपाईहरुले पनि डेली युजको लागि मगाउन सक्नुहुन्छ है। थ्यांक यू।